सोझो पो छुट्टा। वाउ, कस्तो रमाइलो ठाउँ। आमै यो के रमाइलो, मेरोसँग गर्नुहोस् न, म हजुरलाई 3 महिनाभित्रमा यस्तो राम्रो ठाउँ घुमाइछु, यस्तो राम्रो। के भयो तपाईलाई? सुन्नुहोस् न। हेलो, के त बोल्नुहोस् प्लिज। के भयो? यस्तो बेहुचन आइडिया पनि हुन्थ्यो नि। थुक्क मेरो भाग्य, यही बेला आइडिया हुन्थ्यो नि त। अनि त्यो टोकलेले हाम्रो छोरी जिनियालाई पादेर बेहोस बनाइदियो त। अनि तिमी किन गएको त त्यस्तो पजासँग घुम्न? मलाई के थाहा त यसरी फाँट गुरेर फ्यान्टे बनाउँछ भनेर। अनि यति राम्री हाम्रो प्यारो छोरीलाई पादेर बेहोसै बनाइदिने? जसलाई पनि पादेर बेहोस बनाउनेको तिनको त पाल्ने ठाउँमा स्याउ किरा पर्नु पर्ने।